नमस्ते, मेरो नाम पृथ्वी हो। आज म हजुरहरूलाई मालिकार्जुन धामको बारेमा जानकारी गराउनेछु। मालिकार्जुन मन्दिर सुदूरपश्चिम नेपालको दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा पर्छ। मालिकार्जुन मन्दिर दार्चुला जिल्लामा अवस्थित एक अत्यन्तै पवित्र र ऐतिहासिक धार्मिक स्थल हो, जसले स्थानीय संस्कृति, आस्था र परम्परालाई गहिरो रूपमा प्रतिबिम्बित गर्छ। यो मन्दिर मालिकार्जुन गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा सदरमुकाम खलङ्गाबाट करिब 28 देखि 46 किलोमिटर टाढा रहेको छ, जहाँबाट वरिपरि हरियाली वन, हिमाली दृश्य र शान्त वातावरणले मानिसलाई आध्यात्मिक अनुभूति दिलाउँछ। मालिका शब्दले देवी पार्वतीलाई जनाउँछ भने अर्जुन भगवान शिवको अर्को रूप हो, त्यसैले मालिकार्जुनलाई शिव पार्वतीको संयुक्त शक्तिको प्रतीक मानिन्छ। यहाँ दर्शन गर्न आउने भक्तजनहरू स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा आराधना गर्छन् र धेरैजसो श्रद्धालुहरू टाढा टाढाबाट पदयात्रा गर्दै यहाँ पुग्ने गर्छन्, जसलाई एक प्रकारको धार्मिक तपस्याका रूपमा लिइन्छ। यस मन्दिरको धार्मिक महत्त्व मात्र होइन, सांस्कृतिक पक्ष पनि उत्तिकै समृद्ध छ। विशेष गरी सुदूरपश्चिमको प्रसिद्ध गौरा पर्वका समयमा यहाँ ठूलो मेला लाग्ने गर्छ, जहाँ हजारौं भक्तजनहरूको उपस्थितिले क्षेत्र निकै जीवित र उत्साहपूर्ण बन्छ। त्यस्तै मालिकार्जुन जात्राको अवसरमा परम्परागत नाचगान, पूजा र विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन्, जसले स्थानीय पहिचानलाई जोगाइराखेको छ। यो मन्दिर सुदूरपश्चिमका प्रमुख 7 धाममध्ये एक मानिन्छ, जसले यसलाई अझै बढी धार्मिक प्रतिष्ठा दिएको छ। यात्राको दृष्टिले हेर्दा खलङ्गाबाट यस मन्दिरसम्म पुग्न केही भागसम्म सडक यात्रा र अन्तिम चरणमा पैदल यात्रा गर्नुपर्छ, जसले यात्रालाई अझ रोमाञ्चक र धार्मिक बनाउँछ। कठिन बाटो भए पनि श्रद्धा र विश्वासका कारण भक्तजनहरू हरेक वर्ष यहाँ पुग्ने गर्छन्। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताको सङ्गम बनेको मालिकार्जुन मन्दिर आज नेपालकै महत्त्वपूर्ण तीर्थस्थलहरूमध्ये एकका रूपमा परिचित छ, जसले न केवल धार्मिक पर्यटनलाई बढावा दिएको छ, तर स्थानीय जीवनशैली र परम्परालाई पनि जगेर्ना गर्दै आएको छ।